आज पुस 23 गते 2000 कति अरे 82 साल होइन बुधबार हामी सातदेखि माथि जग्गा ल्याउँछौँ। अब हेरौँ कस्तो हुन्छ। फर्स्ट टाइम हो, चिसो पनि अति बढेको छ अरे। अब गएर थाहा हुन्छ। अनमोल अनिस अनमोल त अनमोल देखियो त अनमोल लाग्यो है। पैसा गान्दै रहेछ तेरो बाजेसँग। 7:15 हिँडेको होइन, 7:15-10तिर हिँडेको। खाना खान रोक्यो गाडीले 11 बजेतिर। कहाँ हो थाहा छैन, तर भ्यू चाहिँ राम्रै छ, ठिकठाक चल्ने खालको। तर खै बाटो अलिकति बिग्रेर तनाव छ। 7 बजे गाडी चढेको, 7:18 कति घन्टा भयो भन त? 3 बजिरहेछ। 9 घन्टा भयो। आइन्स्टाइन आइपुग्यो। चिसो छ है यहाँ चाहिँ अलिअलि। त्यहाँ माथि चढ्नुपर्छ। भन न, खाजा जाने होइन? खाजा त खानुपर्छ यार। चिसो चिसो भयो। 2 घन्टा हिँड्नु पऱ्यो, त्यसपछि त्यहाँ बस्नु पऱ्यो। फेरि भोलि त्यहाँ बिहान त्यहाँबाट होटलमा हिँड्नु पऱ्यो। मेरो आवाज किन गयो यार? अफरोडिङ बाटो लास्टै थियो क्या, धुलै थियो। भिडियो सिडियो गरिनँ मैले। उता पनि बाटोको भिडियो केही गरिनँ। तल्लो फेरि के भन्दो रहेछ यो ठाउँलाई सायद। गाडीमा आउने टिमहरू चढ्नुपर्छ। अनिस कुन ठाउँ अरे यो? कुन ठाउँ? सानो फेरि यहाँ हामी ताप्लेजुङको तल बजारबाट सिधै गाडी चढेर यहाँ आयौँ। अब यहाँ खाजासाजा खाने। तल खाना खाँदै ढिलो भएको थियो अनि खाएनौँ। पर्खिँदा अब यहाँ खाजासाजा खाने। अनि त्यसपछि माथिको लागि हिँड्ने। अनि त्यसपछि बल्ल हिँड्ने आउँछ होला। गलियो त हिँड्दा भयङ्कर छ त गलेको त। अनिसको आयो छिटो गल्छ क्या। यो पनि गलिसकेको छ मजाले। यसमा ले एनर्जी बाँकी छ। एक्सट्रिम खाइदिउँ होला हो त। फर्स्ट टाइम यार धेरै पछि आज कति 2026 मा आएर हामीले यस्तो हिउँ हेर्ने मौका पायौँ। जन्मेको 20 वर्षपछि स्नोफल चाहिँ देख्न पाएको छ। तर यो लास्ट हाल्नु हुँदो रहेछ। लास्ट हाल्नु हुँदो रहेछ। अब अझै माथि जानु छ। अनि मलाई हेर्नु छु गाइस भोलि प्रत्यक्ष एकदमै। क्यामेरामा देखाउँछ यसले मुखमा हाल्दियो यार। एकदम रमाइलो हुँदैछ। अलिकति पनि थाकेको छैन। उसलाई देखाउँछ थाकेकै छैन अलिकति पनि। अलिकति पनि छैन। हिउँले गर्दा केटाको सब थकान मिट्यो। चिप्लिरहेको छ है खुट्टामा। अन्छ ल अन्छ। हामी आज रात यहाँ बस्छौँ है। यो के अरे माथिल्लो फेरि होइन नि, यहाँ आज राति रेस्ट गर्छौँ। अनि भोलि बिहान फेरि 2-2.5 घन्टा हिँडेपछि बल्ल पाथिभरा माता मन्दिर पुग्छौँ। अनि हामीले यहाँ जेको लागि आएको थियौँ, हिउँ हेर्ने चाहना थियो हाम्रो फर्स्ट टाइम। त्यो देखिहाल्यो हामीले। अब माथि अझै होला, राति स्नोफल होस्, हिउँ परोस् भन्ने हाम्रो चाहना छ अर्को। फाइनली गाइस हामी आइपुग्यौँ यहाँ। ल फाइनली आइपुग्यौँ। मासुल मेरो जिन ले साथी। ल यस्तै नाच्नुपर्छ है। ल्यान्डस्केप वाला पार्ट ल। हेलो गाइज भन न मलाई। हेलो गाइज देखन गाइज। यो त बस सुरुवात हो। अहिले माथि धेरै छ, योभन्दा धेरै हामी देखाउँछु तपाईँहरूलाई। हेरौँ तर साह्रो भइसक्यो अलिकति। नजिकबाट देखाउँ ल। नजिकबाट देखाउँ, क्लोजअप सट। ओए मेरो मोबाइल जान्छ मलाई। के हो त? सिनेमेटिक सट। ओए काट दो। खाना बसेका हामी। हात धोको, त्यो पनि आइसमा। त्यसले पनि आइसमै हात धोयो। मजा आयो नि यार। मजा आयो नि एकदम मजा आयो। अझै आउँछ अहिले। म के रेकर्ड गर्छु यहाँ अहिले थाहा पाउँछु। राति हिउँ परोस् होइन। के छ विचार? हिउँ पर्ने। अरे गाइज भोलि कस्तो रातो हुन्छ गाला हेर न अहिले हिउँ छेपछि। अनि सबको गाला रातै हुन्छ क्या। कस्तो भयो? 5 मिनट 5 सेकेन्ड। सब पानीहरू जमिरहेको छ हेरौँ न है। यता हेरौँ जमिरहेको छ।
यहाँ पानी आउँदैन, यो पानी पुरै जमिरहेको छ, यो पुरै हिउँहरू हो होइन, यी सब जमिरहेको छ पुरै। यहाँ धारामा पानी आउँदैन, जमिरहेको छ पुरै, यताहरू सब जमिरहेको छ क्या। टाइट खाना खाइयो, खाना खाएर हात धुँदाखेरि यस्तो चिसो भएको थियो, एकछिन आगो ताप्ने विचार छ। त्यसपछि चाहिँ हेरौँ, म डुबाउँछु ल भोलि। म त्यो लिन्छु नि त, आइसबाट त्यो यसो मुखबाट धुवा निस्किरहेको छ, चिसो हावा चलिरहेको छ। जय नेपाल। त हेरौँ हाइट आगो छ क्या, ताप्न हुन्छ कतैतिर गएर। गाउने हो 1 2 3 गुराँसको फेद मुनि सम्झनाको छाया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया, गुराँसको फेद मुनि सम्झनाको छाया, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया। यति नै राख मैले ल, अहिले यति राखौँ। त्यसपछि त लिरिक्सै आउँदैन यार। आउँछ नि मलाई, थुक लाएर हुन्छ क्या। तिम्रो स्क्रिन यार। सुरु गरौँ ल, थाहा आउँछु। 1 2 3 एक बारको मात्र हो यो हाम्रो जुनी, माया दिन किन हुन्छौ निष्ठुरी तिमी, एक बारको मात्र हो यो हाम्रो जुनी, माया दिन किन हुन्छौ निष्ठुरी तिमी, आजै गई बुढा सुब्बा लेखौ नाम बासैमा, आजै गई बुढा सुब्बा लेखौ नाम बासैमा, कति बस्नु म तिमी आउने आशैमा, गुराँसको फेद मुनि सम्झनाको छाया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया, जहाँ गए। Have a nice time. Thank you.